हेलो हाई नमस्कार सबैलाई स्वागत छ यस भिडियोमा। यदि सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नुहोला। तपाईहरुको एक सब्स्क्राइबले धेरै सपोर्ट हुनेछ र हाम्रो फर्स्ट अपडेटको बारेमा कुरा गरौँ। केही दिन अगाडि एएसटी को प्लेयर जेओले नेक्स्ट वाट भनेर स्टोरी हाल्नु भएको थियो र अहिले ग्यान्टीले आफ्नो ब्रोडकास्ट च्यानलमा आई रिटायर लेख्नु भएको छ। सो इट मिन्स उहाँ रिटायर हुनु भएको छ। ग्यान्टेकको अचिभमेन्ट अथवा हिस्ट्री सबैलाई थाहा छ। उहाँलाई बेस्ट विशेष आगामी दिनको लागि। अल्सो इन समरी माइट बी एएसटी पनि डिस्पेन्ड हुने जस्तो लागेको देखिन्छ। त्यसैगरी प्लेयर ट्रान्सफर हुने भनेर पबजी मोबाइल न्यूज अपडेट नेपालले शेयर गर्नु भएको छ। सो पेजले लेख्नु भएको छ इन्ट्रेस्टिङ प्लेयर ट्रान्सफर कम्युनिटीमा हुँदैछ। सो तपाईहरुको विचारमा कुन प्लेयर कहाँ जाँदैछ तल कमेन्ट गर्नु होला। यदि डीआरएस मा प्लेयर ट्रान्सफर हुने सोच्नु भएको भए डीआरएस मा भने त्यस्तो हुने छैन। कोआउलाको DRS मा any hint? There will be no new players joining in DRS gaming. This is the final update. Frag, Cyclone, Exempliar, Chiran White and Lonely as a fifth man will be the final lineup representing DRS gaming in PMGC 2026. स्पोर्ट्स को लाइनअपमा रहेर 1 2 3 हो र नेम ट्यागमा ड्याश 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 प्लेयरले खेलेको थियो। सो 1 2 3 हो र भन्ने प्लेयरहरु को होला भन्ने कुरामा कन्फ्युज हुनुहुन्छ भने एज पर गाडमारा दाई सो प्लेयर टिटुकी अझै नै हुन्। सो को क्लिप हेर्नु होला। हो कि नो फेयर स्काई पनि हैन नो फेयर पनि हैन टिटुके अझै हो। 1 2 3 हो र भनेको टिटुके अझै। टुलपले चाहिँ अब पबजी कम्पी खेल्नु हुने छैन। किन खेल्नु हुन्न सो बारे रुल्सले शेयर गर्नु भएको इन्फो यस क्लिपमा सुन्नु होला। लभको फेयरवेल आएको हेर दा टिटीबाट लभको फेयरवेल भन्दा लभले अब नखेल्ने रे पबजी। अब ऊ अहिले आफ्नै फ्यामिली बिजनेसतिर फोकस। त्यसैगरी पिएमसी युरोपमा फेक डकुमेन्ट सबमिट गरेकोले पञ्चर नाओमी इङ्ग्लुसलाई टेन्सेन्टले 1 इयरको लागि ब्यान गरेको छ। सो आजको लागि न्यूज एन्ड अपडेटहरु यति नै रहेको छ। कुनै पनि हिट कमेन्ट नगर्दिनु होला र तपाईहरुले अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक पनि गर्नु होला र भिडियो अन्तिमसम्म हेर्नु भएकोमा थ्यांक यू सो मच।